सिप छैन। अब सिप सिकेर जान फेरि सिप सिक्नु पर्यो, टाइम लाग्छ भन्ने सोच्नुहुन्छ र अब म चाहिँ अनस्किलमै जान्छु भन्नुहुन्छ भने त वेयर हाउस नै हो होइन। वेयर हाउसमा अनस्किल वर्कर पनि आउन मिलिहाल्छ। वेयर हाउस भनेको अनस्किलकै लागि बनेको जस्तो लाग्छ वेयर हाउस यहाँको र यहाँको होइन। अब र गुगलमा ट्रान्सलेट गरेर अनि बेसिक अब सिकेर आउन सक्नुहुन्छ क्या है। अनि तपाईँहरू चाहिँ के भन्छ त्यसरी अब हल्का बेसिक 1-2% भयो भने भाषा सिकेर आउनु भयो भने तपाईँलाई झ्याप्प आउने बित्तिकै सजिलो हुन्छ। अब जस्तै अब हेलो के छ भनिन्छ हामीले होइन। हेलो हाउ आर यु भन्नु पऱ्यो भने चाहिँ हेलो बुना चेमाइफास अथवा चेफास भन्छ छोटकरीमा होइन। अनि ठिक छ भन्नु पर्ने बिने भन्ने भयो एकचोटि होइन। त्यसरी भाषा चाहिँ अलिअलि नर्मल कुराहरू चाहिँ सिकेर आउनु भने सजिलो हुन्छ। र म आज खास भन्न चाहिँ खोजेको चाहिँ म वेयर हाउस फिल्डमा भएको कारणले चाहिँ 5-6वटा वेयर हाउसको कम्पनीको साथीहरूसँग ठोकिन पुगेको छु क्या म। हाम्रै कम्पनीमा फानकोरियरमा कन्ट्र्याक्टमा काम गर्न आउनुहुन्छ। अब त्यसमै पनि तपाईँहरू कति चाहिँ सप्लाई कम्पनीहरू कन्ट्र्याक्टको साथीहरू कतिको चाहिँ राम्रो छ क्या। हाम्रो बराबरै जस्तो हामी डाइरेक्ट कम्पनी भनिन्छ तर हाम्रो बराबर छ क्या उहाँहरूको। त्यो कम्पनीको नाम चाहिँ म भन्न चाहन्छु। यो बुकारेस्ट एरियामा भएको 5-6वटा कम्पनीको नाम चाहिँ म तपाईँलाई भन्न चाहन्छु। तपाईँहरू त्यसमा आउँदा खासै फरक नराम्रो छैन है। अब नम्बर 1मा हाम्रो बुकारेस्टमा भएको इन्फोमा हाम्रो फानकोरियर भइहाल्यो होइन। फानकोरियर अब हामी आएको ठिकठाकै छ। फानकोरियर भइहाल्यो। फानकोरियरमा अहिले तपाईँको डिमान्ड छैन। अझै हामी 100जना आएको, अझै अर्को 100जना स्ट्यान्ड बाई हुनुहुन्छ। अब उहाँहरूको कसैको वर्क पर्मिट झरिसक्यो, कसैको प्रोसेसिङमा छ। अनि यहाँ फानकोरियर मार्फत ठोकिन पुगेको साथीहरूको कम्पनी चाहिँ अब यहाँ उहाँहरू कन्ट्र्याक्टमा अथवा कन्ट्र्याक्ट भन्दा नि उहाँहरू चाहिँ यो पार्ट टाइम चाहिँ यहाँ ओटी गर्न आउनु भएको थियो कतिजना कम्पनीको साथीहरू। कतिजना चाहिँ तपाईँहरू यहीँ काम गरिराख्नु भएको छ क्या अहिले पनि होइन कन्ट्र्याक्टबाट। उहाँ एउटा चाहिँ राम्रो चाहिँ एसएसएम होल्डिङ भन्ने कम्पनी चाहिँ वेयर हाउस कम्पनी चाहिँ राम्रै छ है। त्यसले चाहिँ घन्टाको 17.5 रुपियाँ दिँदो रहेछ। तपाईँको 35-36 चाहिँ साथीहरूले महिनामा थापिराख्नु भनेपछि त्यो पनि राम्रै हो होइन। अनि अर्को अब 1 नम्बर फानकोरियर भयो, 2 गरेर एसएम होल्डिङ भयो, 3 नम्बरमा चाहिँ तपाईँको बिएलटी कम्पनी पनि राम्रै छ है वेयर हाउसको। सप्लाई भए पनि पैसा चाहिँ राम्रो दिन्छ। त्यो खानाको पनि 800 रुपियाँ दिएर हाम्रो कम्पनी जम्मा 630 दिन्छ। त्यो कम्पनी चाहिँ 800 दिँदो रहेछ होइन। 3वटा भयो। अनि अर्को भयो सेम डे पनि राम्रै छ। साथीहरूले राम्रै आउँछ। 3000-3500 4000सम्म पनि थापिन्छ काम चलेको बेला भन्ने कुरा गर्नुभएको छ है। अनि 4 नम्बरमा त्यही भयो। अनि अर्को छ एउटा बिएलटी भइहाल्यो, सेम डे भइहाल्यो, एसएसएम होल्डिङ भइहाल्यो होइन। अनि अर्को साथीहरू हुनुहुन्छ ओर्किन लोकेसनको चाहिँ ठिकठाकै छ है, त्यति राम्रो छैन। अनि सन क्याफे र जिमेल चाहिँ अलि खटमै छ। टिआरसीको पैसा नि काट्छ, पैसा सेलेरी पनि राम्रो दिँदैन। तपाईँहरू विचार गर्नु होला। सन क्याफे र जिमेल भनेर तपाईँहरूको अफर लेटर आयो भने चाहिँ नअर्डर हुन्छ। अरू चाहिँ ठिकठिकै छ है। जुन मैले पहिला भने अरू चाहिँ ठिकठिकै छ। अब आज छोटो जानकारी चाहिँ यही थियो। त्यही हो, राम्रोसँग बुझेर आउनु होला। सकभर त कन्ट्र्याक्टमा नपर्नु होला, सप्लाईमा नपर्नु होला होइन। राम्रोसँग बुझेर सकभर डाइरेक्ट कम्पनीमा आउनु होला होइन। यदि तपाईँहरूलाई यो जुन मैले भनेको 3वटा जति अलि राम्रो बिएलटी, सेम डे, एसएसएम होल्डिङ यो 3वटा चाहिँ ठिकै छ होइन। तपाईँहरूको वर्क पर्मिट आयो भने यसमा आउँदा पनि फरक पर्दैन। त्यही हो, सकभर एजेन्टको फन्डा नपर्नु होला। त्यही हो, मैले यसरी भिडियो बनाउँदै गर्दा कसैको एजेन्टहरू कानमा पऱ्यो भने त नराम्रो लाग्ला। तर के गर्ने, अब 8-10 लाख तिरेर आएर यहाँ 1800, 1900, 1700 अस्ति त साथीहरू हुनुहुन्थ्यो एकजना 2-4जना साथीहरू 2000 देख्न हामीले सपना देख्नुपर्छ। 2000 सेलेर अहिलेसम्म थापेको छैन। रोमानियाको 2000 ले भन्नुहुन्छ क्या होइन। हाम्रो कुनै बेला एकै महिनामा 4000 पनि आएको छ। एउटा महिना त 5000 पनि थापियो यो क्रिसमसको टाइममा अब काम चल्दाखेरि। त्यही भएर सकभर बुझेर आउनु होला भन्न चाहन्छु।
आजको छोटो जानकारी चाहिँ त्यही थियो। हस् त, बाई बाई।